सबैजनालाई आज चाहिँ बाटो खन्दै चट्टो लगाएर विकास दाइ लयो। हामी चाहिँ अब बाटो खन्न 3 जना बाख्रा छ काट्नको लागि 3 जना छौँ अनि म चाहिँ अब अरू चाहिँ यो चाहिँ अहिले भर्खरै खनेको अनि अब चाहिँ खन्दै उता रोडतिर गइन्छ उताबाट अब खन्दै आउने। यो चाहिँ सकियो। अहिले चाहिँ बाटो यस्तो छ है देख्न सक्नुहुन्छ। अब चाहिँ हामी काट्ने खन्ने हुँदैछ। काम चाहिँ दमादम छ। बाटो हजुर हजुर अलग्गै सबैजना हजुर हेर्नु सपोर्ट हान्दिनु काजुलाई। स्मित ल बेलुका आउँछ। अहिले एडिट गर्नुपर्छ सट्टा ल्याएर अनि त्यसपछि बल्ल हाल्नुपर्छ। रिजन खाना है खाना ल खान्देऊ यो हेर्नु न अहिले हामी गरेर राखिदिन्छु यो सबै। अहिले हामी चाहिँ वहाँनिर पुग्यौँ। अहिलेसम्म चाहिँ यहाँसम्म आइयो धेरै छैन। यस्तै भइरहेछ। ल है त अहिले चाहिँ वहाँसम्म पुगेछ। यो चाहिँ म फाल्छु होइन सबैजना चाहिँ उहाँ पुग्नुभयो। देख्न सक्नुहुन्छ अनि उताबाट खन्दै आइयो अहिले त्यहाँसम्म पुग्ने वहाँ चौबारीसम्म धेरै छैन यति। अब गाउँमा पनि फनो भाइ हो फनो सबैजनाले सब्सक्राइब हानिदिनु पऱ्यो। मेरो कति बढी ल फनो भाइ हो फनो। अब के गर्ने अब यस्तै छ फनो भाइ हो। दसैँ भोलि हो। भोलि दसैँ हो र भोलि त नि भोलि दसैँ त्यही भएर आज बाटो खानेको बुझ्यौ। सुमनको त्यो कुरै नगरौँ न। प्रतीकले भन्छ
Pokemon! Pokemon! Amo! Amo! Ini sudah. ल म फालिहाल्छु नि ल अझै कमेडी सिनहरू भइरहेछ यहाँ दाइहरू चाहिँ हँसाइरहनु भएको छैन सुमन अन्तिम घडीमा आउन लाग्छौँ होइन अब चाहिँ हामी ओइटो चौपारीको चौपारीसम्म यहाँसम्म आइपुग्यो अरू सुमन दादाले चाहिँ खाना छन् हाम्रो रिजन भाइ झन् एकदम कसिनेकै काम गर्नमा एक नम्बर रिजन भाइ होइन हाम्रो रिजन भाइले चाहिँ है सबैले माया गरिदिउँ अनि सुभाष भाइ होइन हाम्रो गाउँका जेन्जी युवाहरू यी देख्न सक्नुहुन्छ जेन्जी युवा ओ फेरि पृथ्वीनारायण शाहको पोज देलाउने जेन्जी उहाँ जेन्जी चाहिँ पारी गरेर बस्नुहुन्छ एउटा जेन्जी हाम्रो क्लबको अध्यक्ष उहाँ पारी हुनुहुन्छ हाम्रो क्लबको अध्यक्ष अनि यता चाहिँ दिदी हुनुहुन्छ उहाँ चाहिँ भाइहरू चाहिँ ओ माथि बेलौती खाना भाइहरू अनि हामी चाहिँ पछि समय नै सक्नुहुन्छ हामी चाहिँ पछि मजाले फिनिसिङ अनि ओ हामी चाहिँ यहीँ पारीसम्म अब अन्तिम घडीमा आइपुग्न लाग्यो ल सुन हल्यो ओखो कति मजाले खनेको यताबाट हेर्दाखेरि राम्रो उताबाट हेर्दाखेरि राम्रो झन् कोल्टे परे हेर्दाखेरि त एकदम राम्रो छड्के परे हेर्दाखेरि त झनै राम्रो मान्छे राम्रो हो कि कपाल राम्रो हो ओखो ल है त अनि सुमन दादाले चाहिँ भनेकै छन् अझै ए लाग्यो क्या दिदी बिस्तारै उठाउनु पर्छ नि नङ काट्यो बिस्तारै गर्नुपर्छ नि कस्तो अहिले पऱ्यो नि बिस्तारै काम गरौँ ल जेन्जी युवाहरू हाम्रो गाउँका कुबिन्डेका जेन्जी युवा माथि यता अनि म चाहिँ यता एउटा तो ठग गयो ल खसै यदि मानिहाले ल आज चाहिँ सक्यो बाटो खनेर आज चाहिँ सक्यो बाटो खनेर खानियो खाइरहेको छु मैले ल आज सक्यो अब चाहिँ घरतिर लाग्यो
लाग्यो भोक पनि लाग्यो अब चाहिँ अब सबैजना घरतिर अनि बाटो चाहिँ यस्तो खत्रै भन्यो होइन चट्ट लाएर देख्न सक्नुहुन्छ बाटो चाहिँ खत्रै भन्यो होइन अब दसैँ यता फेरि दसैँ लागिसक्यो अब सबैको भोक पनि लाग्यो ल खाना खानु त भोक लाग्यो अरू भन्दा के पनि नखाइकन गएको यस्तो भोक लाग्यो हजुर अघि चाहिँ लगाउँदै थिएँ सक्यो है खै त भान्दा खै त दसैँमा के गर्ने पढ्न पऱ्यो नि म गर्ने भनेर आएछन् छट्ट खाना खानु एकैछिन अब आराम गऱ्यो लगाइसकेको मान्छे लगाइसकेको आजको भ्लग चाहिँ यही छ होइन अब फेरि अब भोलि आउला होइन दसैँको धेरै धेरै शुभकामना ह्याप्पी दसैँ सबैजनालाई होइन अरू त के भन्न सक्दैन आजको भ्लग चाहिँ यहीँ सकिन्छ हस्त नमस्ते।